हामी भात खाँदैछौँ। तपाईहरुले पनि खानुभयो होला, मैले पनि खाँदैछु। सब्जी भन्नुहुन्छ भने सिबी, सिकुटी, अचार, दाल छ खाएको ल। अब मैले पनि भात। एकदम मिठो छ। म त त्यति पिरो खान्न कि, तर पिरो भएछ। मलाई चाहिँ पिरो मन पर्दैन त्यति। पिरो चाहिँ मैले खान्न त्यति साह्रो, तर आज पिरो भएछ सब्जी। तर साह्रै मिठो छ। तपाईहरु पनि खानु होला है खाना। म चाहिँ खाँदैछु है। सुकुटी हेर्नु कस्तो मिठो छ। दाल हेर्नुस्, एक बुटको दाल पनि छ। तपाईहरु पनि खानुस्। सिकुटीमा त कति कपाल परेको हुन्छ। आज चाहिँ सब्जी अलिक पिरो पिरो भएछ। मलाई पिरो खानु हुँदैन थियो, त्यही पनि अब खाइदिएको छु अहिले चाहिँ। बुहारीले पकाउनु भएको यो सब्जी चाहिँ मिठो बनाउनु भएको छ। मेरो बुहारी हुनुहुन्छ, उहाँले मिठो पार्नुहुन्छ। मैं चाहिँ भात खाने थाल जहिले यही हो। मलाई चाहिँ यसमा मात्रै खायो भने खाए जस्तो लाग्छ भात। फेरि थालमा मिठो हुँदैन भन्नु। थालहरुमा भात खायो भने खाए जस्तो लाग्दैन मलाई चाहिँ। अनि यसमा चाहिँ मिठो लाग्छ। अनि यसमा खायो भने चाहिँ खाएको जस्तो पनि हुन्छ मलाई खानु। खाना चाहिँ साह्रै मिठो बनाउनु भएछ बुहारी नानीले।